ध्यान दिएर हेर्नुहोस् है। Okay, what is angular measurement? Discuss the various angular measurement method units भनेको छ। यसलाई कसरी लेख्ने त भने नि हामीले कसरी लेख्ने त यसमा what is angular measurement भन्यो भने पहिला angular measurement को डेफिनेसन दिने त्यसपछि अन्तर लेख्ने है। ओके, मैले यहाँ त्यही लेख्छु, त्यही भएर डिस्टर्ब नहोस् भनेर डिस्टर्ब आइरहेको छ भने मैले लेख्दै लेख्दै गरिरहेको छु है। ओके, यहाँ हेर्नुहोस् त के गर्ने भने मैले यहाँ डेफिनेसन लेख्ने पहिला के भन्ने त एंगुलर मेजरमेन्ट भनेको के हो त भने नि प्रोसेस अफ डिटरमाइनिङ द एंगल बिट्विन टु इन्टरसेक्टिङ लाइन्स, अथवा तपाईले के भन्छ कुनै दुई सर्वे लाइनहरु बीचको कोण मेजरमेन्ट गर्ने विधालाई हामीले के भन्छ एंगुलर मेजरमेन्ट भनिन्छ भनेर लेख्नु पर्यो पहिला है। अनि त्यसपछि के हुन्छ एंगुलर मेजरमेन्टको युनिट के हो भन्दाखेरि के हुन्छ हामीले यसलाई अब ठाडो लेखे पनि हुन्छ, मैले टेबलमा बनाएँ, तपाईहरुले सिधा बनाएर लेख्दा पनि हुन्छ। एउटा सेक्साडेसिमल सिस्टम अथवा यसलाई के भन्ने हामी डिग्री सिस्टम है, डिग्री सिस्टम एउटा। दोस्रो 2 नम्बर सेन्टिसिमल सिस्टम अथवा ग्रेड सिस्टम भन्ने, र तेस्रोमा सर्कुलर सिस्टम अथवा रेडियन सिस्टम भनेर भन्ने। अनि यसको चाहिँ के हुन्छ तीनटा युनिट युज हुन्छ मोस्टली भन्ने। अनि त्यसको चाहिँ के हुन्छ एक फुल सर्कल भनेको 360 डिग्री, 1 डिग्री भनेको 60 मिनेट, 1 मिनेट भनेको 60 सेकेन्ड हुन्छ भनेर यसरी लेख्ने। र लास्टमा के गर्ने त यहाँनेर one circle equals to 360 degree equals to 400 grade equals to 2 pi रेडियन हुन्छ भनेर लेखिदिने लास्ट लाइन चाहिँ है। यति लेखेपछि पुग्छ तपाईहरुको एउटा 1 नम्बरको क्वेशनको लागि यति भए सफिसिएन्ट हुन्छ। दोस्रोमा तपाई जानुभयो भने आवर मिन्स तपाईले लेखे पनि हुन्छ, नलेखे नि खासै फरक पर्दैन, हामीले त्यति युज गर्दैनौं। आवर र मिन्स सिस्टम चाहिँ हामीले धेरै युज गरेको हुँदैनौं, तर लेख्न मन लाग्यो भने तपाईले के भन्छ यहाँ एक लाइन थपेर तपाईले आवर भनेर आवर सिस्टम भनेर के हुन्छ त 24 आवर इक्वल्स टु 6400 मिल्स हैन, लास्टको लाइनमा लेखिदिनु हुन्छ। भनेको चाहिँ के हुन्छ वन सर्कल हो भनेर लेख्न सक्नुहुन्छ, अथवा अघि लेखेकोमा लाइनै थपिए पनि हुन्छ, अरु यसमा पर्दैन। यो खासै हामीले त्यति युज गर्दैनौं, फोकस चाहिँ तपाईको यो तीनटामा हुन्छ है। ओके, 2 नम्बर है। व्हाट इज द चेन सर्वे भनेको छ। अनि चेन सर्वेको चाहिँ के हुन्छ हामीले डेफिनेसन दिने, डेफिनेसन दिएर चाहिँ के हुन्छ हामीले त्यसको चाहिँ के हुन्छ हामी एडभान्टेज र डिसएडभान्टेजको कुरा त्यसपछि लेख्छौं है त। के लेख्ने त भनेर तपाईले लेख्नु भयो होला, यहाँ चेक गर्नुस् तपाईले केही छुटाएको छ भने यहाँ आउँछ। यसमा चाहिँ हेर्नु त के लेख्ने तपाईहरुले यहाँनेर व्हाट इज द चेन सर्वे भनेपछि पहिला तपाईले के हुन्छ डेफिनेसन लेख्नुस्, चेन सर्वेको डेफिनेसन लेख्नु होला। त्यसमा चाहिँ के भन्छ हामी चेन सर्वेइङ इज द सिम्पल मेथड अफ ल्यान्ड सर्वेइङ इन व्हिच ओन्ली लिनियर मेजरमेन्ट्स आर डन हैन। के हुन्छ लिनियर मेजरमेन्ट मात्रै गरेर चाहिँ के हुन्छ साधारण किसिमले डेटा ल्याएर प्लट गरेर जुन चाहिँ सानो एरियाको ठुलो स्केलमा नक्सा तयार गर्ने विधि भनेको के हुन्छ हामीले चेन सर्वेइङ भनेर भन्ने, यसरी भन्ने है। अनि यो भनिसकेपछि के हुन्छ यहाँ चाहिँ के हुन्छ टेकन इन द फिल्ड्स युजिङ इन्स्ट्रुमेन्ट लाइक चेन अर टेप युज गर्ने। यसमा प्रयोग हुने यन्त्र के हुन्छ त चेन अथवा टेप प्रयोग हुन्छ। सिम्पलेस्ट मेथड्स अफ ल्यान्ड सर्वेइङ भन्यौ, यसमा ओन्ली लिनियर मेजरमेन्ट मात्रै हुन्छ भनेर यसरी यो मैले बोल्ड गरेको मात्रै लेखे पनि हुन्छ, चेन अथवा टेपको प्रयोग गरिन्छ भनेर लेख्न पर्यो है। अब यसको एडभान्टेज डिसएडभान्टेज चाहिँ तपाईहरुले के हुन्छ लिस्टिङ गर्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईले नेपालीमा लेख्न पर्यो भने नेपालीमा ट्रान्सलेट गरे पनि हुन्छ, नभए सिम्पल एन्ड इजी मेथड हैन, सरल मेथड, सजिलो मेथड र बेसिक स्किल अथवा कम स्किल भए पनि पुग्ने फाइदा है। अनि नट सुटेबल फर लार्जर एरिया, किनकि यो स्मल एरियाका लागि उपयुक्त हुन्छ, त्यो डिसएडभान्टेज भयो।
अनि यता एडभान्टेज मात्रै एकचोटि लिस्टिङ गर्ने अनि डिसएडभान्टेज लिस्टिङ गरे नि हुन्छ। यसरी मैले कम्पेरिजन गरेको जस्तो गरेर लेख्न नि पर्दैन। लो कस्ट युज सिम्पल टुल्स लाइक टेपचेन हुन्छ, कम खर्च लाग्छ दोस्रोमा। तेस्रो बेनिफिट्स चाहिँ क्विक एन्ड इफिसियन्ट फर ए स्मल ओपन एरिया। ओपन एरिया कम डिटेल भएको ठाउँमा चाहिँ के हुन्छ, यो चाँडो चाँडो छिटो काम गर्न सकिन्छ भन्ने भयो। अनि अर्को एडभान्टेज भने नो एङ्गुलर मेजरमेन्ट, एङ्गल मेजरमेन्ट गरिरहनु पर्दैन, सिम्पल क्यालकुलेसन्स मात्रै गरे हुन्छ डिस्टेन्सका। र रिक्वायर्ड मिनिमल इक्विपमेन्ट भनेको थोरै यन्त्र भयो नि, भयो टेप चेन अनि अप्टिकल स्क्वायर भए पुग्यो होइन। फियर एकुरेसी फर ए स्मल स्केल भनेको के हुन्छ, सानो स्केलमा गर्ने हो भनेदेखि के हुन्छ, अथवा सानो एरियाका लागि गर्ने भने के हुन्छ, ठिकैको एकुरेसी हामीले प्राप्त गर्न सकिन्छ भनेर बेनिफिट हो। र इजी टु अन्डरस्ट्यान्ड एन्ड इम्प्लिमेन्ट भनेको के हुन्छ, बुझ्न सजिलो हुन्छ। त्यहाँ फिल्डमा चाहिँ चेन लाइन बिछ्याएको हुन्छ, त्यसको अफसेट राखिएको हुन्छ, त्यो ठिक हुन्छ, सजिलै बुझ्न सकिन्छ भनेको यसमा। यो चाहिँ के हुन्छ, इजी टु सुटेबल फर प्रिलिमिनरी अर रिकग्नाइज सर्वे भनेर यसमा चाहिँ के हुन्छ, पूर्वेक्षण गर्न अथवा प्रारम्भिक सर्वेक्षण गर्नका लागि चाहिँ उपयुक्त विधिका रूपमा हामीले यसलाई लिन सकिन्छ भनेर यो एडभान्टेज हो। किनकि कम कस्टमा हामी के हुन्छ, सजिलै हामीले चाहिँ यसको चाहिँ के हुन्छ, यो चाहिँ रेकीहरू गर्न सकिन्छ भन्न खोजेको हो यसले। अनि अर्को चाहिँ डिसएडभान्टेज त टाइम कन्ज्युमिङ फर लार्ज सर्वे एरिया। लामो सर्वे एरिया भने इन्टिग्रेट गर्न पनि गाह्रो हुन्छ, अनि त्यो डिटेलिङ गर्ने, त्यसलाई जोड्ने कामहरूमा पनि के हुन्छ, गाह्रो हुन्छ भन्न खोजेको हो यसमा। त्यसपछि डिफिकल्ट इन रफ हिल्ली एन्ड फरेस्टेड ट्रेन भन्छ है। बुझिनँ के एरिया के भनेको मैले बुझिनँ। लार्ज एरियाका लागि उपयुक्त हुँदैन भनेको मैले, यहाँ लार्ज एरियामा उपयुक्त हुन्न भनेको है। डिफिकल्ट इन रफ हिली अर फरेस्ट ट्रेनमा चाहिँ के हुन्छ, हुन्छ थप्नु नै, मैले त्यही भएर बुलेटमा लेखाएको छु कि मैले, सर्ट सम्झिन मात्रै सजिलो होस् भनेर है। डिफिकल्ट इन रफ हिली अर फरेस्ट ट्रेन भनेको के हुन्छ, यो चाहिँ पहाडी क्षेत्र जहाँ चाहिँ के हुन्छ, एरिया टोपोग्राफी चाहिँ रफ छ, त्यस्तो ठाउँमा चाहिँ के हुन्छ, त्यति उपयुक्त मानिँदैन भन्छ। के 2 नम्बर भने के भने, टाइम कन्ज्युमिङ छ। यहाँ लो कस्ट भनेको कम खर्च भन्न खोजेको हो यो है, कम खर्च। टाइम कन्ज्युमिङ फर लार्ज एरिया भनेको ठुलो एरियाको नाप नक्सामा समय बढी लाग्छ भनेको। अनि ल्याक्स एङ्गुलर डेटा, लोवर प्रिसिजन भन्छ। यहाँ चाहिँ के हुन्छ, एङ्गुलर डेटा हुँदैन भनेको होइन, एङ्गुलर मेजरमेन्ट गरेको हुँदैन, त्यही भएर एङ्गलको इन्फर्मेसन अथवा मेजरमेन्ट चाहियो भने हामीले पाउन सकिँदैन भन्न खोजेको यसमा। क्यानट बी युज इन कन्जेस्टेड अर बिल्डअप एरिया भनेको के हुन्छ, भना बस्ती अथवा चाहिँ के हुन्छ, डिटेल बढी भएको ठाउँ, त्यस्तोमा चाहिँ उपयुक्त हुँदैन, धेरै डिटेल भएको ठाउँमा उपयुक्त हुँदैन भन्न खोजेको यसले। इरर एकुमुलेट ओभर लङ डिस्टेन्सेस, लामो डिस्टेन्स नाप्दाखेरि चाहिँ के हुन्छ त, त्यहाँ चाहिँ इरर बढी आउँछ भन्न खोजेको यो अर्कोमा। किनकि त्यहाँनिर हामीले लिनियर मेजरमेन्ट मात्रै गर्ने हुन्छ, त्यसले गर्दाखेरि के हुन्छ त, यहाँनिर इरर चाहिँ थुप्रिँदै जान्छ। के त त्रुटि चाहिँ के भनेको त, थुप्रिने भयो, त्रुटि चाहिँ थुप्रेर बस्छ भनेको यो है। ल्याक्स भनेको एङ्गुलर मेजरमेन्ट हुँदैन भनेको, कोणको मापन हुँदैन, एङ्गल आउँदैन भनेको, कोण मापन हुँदैन भनेको यो। अनि कोण चाहियो भने कति डिग्री रहेछ भन्नु पर्यो भने सकिँदैन, त्यो भन्न खोजेको है। कोण मापन हुँदैन, त्यो भएर कुनै दुईटा लाइन बिचको कोण कति भन्यो भने आउँदैन है। त्यसपछि अर्को भनेको चाहिँ रिक्वायर्स द क्लियर भिजिबिलिटी बिट्विन सर्वे स्टेसन भनेको के हुन्छ, स्टेसन एक आपसमा देखिनुपर्छ, स्टेसन देखिनुपर्छ, जरुरी छ, देखिएन भने भएन फेरि है। त्यसपछि नट सुटेबल कम्प्लेक्स इरेगुलर बााउन्ड्रिज भन्छ होइन। नट सुटेबल फर कम्प्लेक्स अर इरेगुलर बााउन्ड्री भनेको के हुन्छ त, यहाँनिर यो चाहिँ सिधा भएन होइन, घुमाउरो
घुमाउरो बााउन्ड्री भएको ठाउँ भएमा के हुन्छ त उपयुक्त हुँदैन, किन गाह्रो हुन्छ नि डिटेलिङ गर्नलाई, उपयुक्त हुँदैन भनेको है यो। यसरी हामीले चाहिँ के हुन्छ, यो मैले 2 3 राखेर लेखेँ, तपाईहरुले सिधा सिधा लेख्दा हुन्छ। पहिला एडभान्टेज लेख्ने, त्यसपछि डिसएडभान्टेज। अब यति धेरै मैले भनेको छु, यति सबै लेख्न भ्याउनुहुन्न, कम्तीमा 5 वटा लेख्नुभयो भने पुग्छ है। त्योभन्दा बढी लेखिरहनु पर्दैन, 5 वटा लेख्न सक्नु भने सफिसिएन्ट हुन्छ। ओके, 2 नम्बरको यो भयो है। ओके, 3 नम्बरमा जाउँ। 3 नम्बर, व्हाट इज अ सर्वेइङ, डिस्कस द टाइप्स अफ सर्वेइङ भनेको छ। यहाँ सर्वेइङको डेफिनेसन तपाईहरुले डिस्कस गर्ने। यहाँ सर्वेइङको डेफिनेसन लेख्दा के हुन्छ, सर्वेइङ भनेको के हो भन्नु भने के हुन्छ, तपाईले वर्ड सम्झिने है, 2 4 वर्ड सम्झिने। यहाँनिर मैले वर्ड तपाईलाई सम्झाउने कोसिस गर्छु। यहाँनिर तपाईले सम्झिने वर्ड चाहिँ के हो त भन्यो भने यहाँनिर के हुन्छ, साइन्स आर्ट र हैन, साइन्स र आर्ट के का लागि त, रिलेटिभ पोजिसन निकाल्न, पोइन्टको कहाँ, अन, एबोभ र बेनिथ भनेपछि के हुन्छ त, यो चाहिँ सर्वेइङ भनेको के हो त, अर्थ सर्फेस त्यसको तल अथवा माथि रहेका बिन्दुहरूको सापेक्षिक पोजिसन डिटरमाइन गर्ने अथवा पत्ता लगाउने विज्ञान तथा कला हो भन्न पाइयो हैन। के रहेछ त, आर्ट साइन्स, के को सन्दर्भमा, अझ टेक्नोलोजी पनि लेख्छ कसैले। आर्ट साइन्स एन्ड टेक्नोलोजी फर के त, पोजिसन अफ पोइन्ट है, कहाँ त रिलेटिभ है, रिलेटिभ पोजिसन अफ पोइन्ट कहाँ त भने अन, एबोभ, बेनिथ, कहाँ त अर्थको सर्फेस, यसलाई भन्छ सर्वेइङ। ठीक छ, यो तीनटालाई मिलाएर लेख्ने है। It is widely used in engineering, construction, land management and mapping मा चाहिँ के हुन्छ, सर्वेइङ को प्रयोग हुन्छ भन्न खोजेको है यो। डेफिनेसन भयो। दोस्रो पार्टले के भन्छ त, डिस्कस द टाइप्स अफ सर्वेइङ भन्छ। टाइप्स अफ सर्वेइङ चाहिँ धेरै हुन्छ। यहाँ त्योलाई चाहिँ के हुन्छ, के का आधारमा क्लासिफाई गर्ने भन्ने हुन्छ। हामी सामान्यतया के हुन्छ, यो चाहिँ मोस्टली प्राइमरी डिभिजन अफ सर्वेइङलाई लेख्दा हुन्छ। 5 नम्बरको क्वेसन आएको हुनाले हामीले के हुन्छ, यसलाई प्राइमरी डिभिजन अफ सर्वेइङ लेखे हुन्छ। यसमा के हुन्छ, हामीले एउटा प्लेन सर्वेइङ भन्छौँ, अर्को जियोडेटिक सर्वेइङ भन्छौँ हैन। यसको विषयमा के हुन्छ, छुटा छुटै लेखे हुन्छ। यहाँ सर्वेइङ विच अर्थ इज एज्युम टु बी फ्ल्याट भनेको समतल मानिन्छ हैन। यहाँ चाहिँ के हुन्छ, यहाँनिर सर्वेइङ कन्सिडर अर्थ कर्वेचर भनेपछि के हुन्छ, पृथ्वीको के हुन्छ, वक्रता हिसाब गर्ने है, हिसाब गर्ने। यसमा त्यो कन्सिडर गर्ने भनेको हिसाब गर्ने, यसमा हिसाब नगर्नेमा समतल मान्ने हो। यहाँ चाहिँ के हुन्छ, के गर्ने रहेछ त, योलाई चाहिँ के हुन्छ, नेग्लेक्ट गर्ने भनेको कर्वेचर नलिने है, नलिने, के नलिने त, कर्वेचर हिसाब नगर्ने, समतल मान्ने है। अनि त्यसपछि के हुन्छ, यतापट्टि टेकन इन्टु एकाउन्ट भनेको वक्रतालाई चाहिँ के हुन्छ, हिसाब गर्ने। स्मल एरिया, कति त स्मल एरिया, यो चाहिँ के हुन्छ, सम्म मान्ने भइसकेपछि के हुन्छ, सानो एरिया, कुनैमा 260 मिटर स्क्वायर लेखिदिएको छ, कुनैमा 195.5 मिटर स्क्वायर लेखिदिएको छ। जुन लेखे नि खासै केही फरक पर्दैन, स्मल एरिया है। अनि लार्ज एरिया, स्टेट, कन्ट्री, कन्टिनेन्ट भन्यो भने के हुन्छ, ठुलो क्षेत्र, 250 भन्दा बढी ठुलो क्षेत्रमा भयो भने यो के हुन्छ, हामी जियोडेटिक सर्वेइङ गर्छौँ। र अब यसमा चाहिँ के हुन्छ, एक्युरेसीको मात्रा कम हुन्छ, किन अर्थको सर्फेसको चाहिँ के हुन्छ, स्क्वायर हो, मिटर स्क्वायर भयो, किलोमिटर हो, किलोमिटर है, थ्याङ्क यू, किलोमिटर स्क्वायर, यो पनि के हो त, किलोमिटर स्क्वायर है। यहाँ चाहिँ के हुन्छ त, अब मोडरेटली एक्युरेट भनेको के हुन्छ, एक्युरेसी चाहिँ के हुन्छ, हामीले प्लेन मानिसकेपछि त्यहाँ एरर त भइहाल्छ, त्यही भएर के हुन्छ, कम शुद्ध। कुनको तुलनामा त भन्यो भने यसमा बढी शुद्ध हुन्छ। यसमा
कर्वेचरको हिसाब गरिएको हुन्छ, त्यही भएर बढी शुद्ध हुन्छ। र यसमा प्लेन सर्भिङमा के हुन्छ, प्लेन ट्रायङ्गल बन्छ र सम अफ एङ्गल चाहिँ 180 डिग्री हुन्छ। यसमा स्फेरिकल ट्रायङ्गल बन्छ जहिले नि सम अफ एङ्गल 180 भन्दा बढी हुन्छ। सिम्पल क्याल्कुलेसन हुन्छ यसमा, किनकि हामी साइन रुल कोसाइन रुल सिम्पल खालको क्याल्कुलेसनहरू हुन्छ, त्यहाँ कर्वेचरको कन्सिडरेसन गर्नु पर्दैन, प्लेन मानिन्छ। त्यही भएर अनि यतापट्टि गयो भने के हुन्छ, कम्प्लेक्स हुन्छ। कम्प्लेक्स हुन्छ किनकि त्यहाँनिर हामीले स्फेरिकल ट्रायङ्गलको विषयमा डिस्कस गर्नुपर्छ है। त्यो भएर यो लेख्ने, अरू लेख्न मन लाग्यो नि लेख्ने, टोपोग्राफिकल सर्वे, क्यारेक्टरल सर्वे भनेर पर्पजको आधारमा लेखे पनि हुन्छ है। अब यहाँ चाहिँ 5 नम्बरको भएको हुनाले यति मात्रै लेख्न भ्याइन्छ जस्तो लाग्छ। त्यही भएर चेन, टेप, कम्पास, लेभलहरूको प्रयोग गरिन्छ यसमा हैन, प्लेन सर्वेइङमा। यसमा चाहिँ के हुन्छ, एङ्गलको मेजरमेन्टहरू गर्नुपर्ने भएको हुनाले के हुन्छ, थियोलाइट, टोटल स्टेसन, जिपिएस, सेटेलाइट सिस्टमहरू चाहिँ के हुन्छ, जरुरी छ यसमा जियोडेटिक सर्वेइङमा। अनि यहाँनिर के हुन्छ, हामीले हाइट लेस प्रिसाइज यहाँनिर है, यहाँ नेग्लेक्टेड गरेपछि के हुन्छ, हामीले प्रिसिजन चाहिँ कम हुने भयो। यहाँनिर मोडरेटली एकुरेसी भने जस्तै के हुन्छ, प्रिसिजन चाहिँ कम हुने भयो। हाई प्रिसिजन हुने भयो, भेरी हाई एकुरेसी हुन्छ, त्यही भएर प्रिसिजन पनि के हुन्छ त, बढी हुन्छ भन्न पाइयो है। त्यसपछि नो कर्वेचर करेक्सन एप्लाइड भनेको यो कुरो यहाँ माथि लेखिसकेँ मैले, नेग्लेक्टेड गर्ने भनेर। त्यस्तै गरी कर्वेचर अर अदर जियोडेटिक करेक्सन एप्लाइड भनेको के हुन्छ, यहाँनिर हामीले के हुन्छ, टेकन इन्टु एकाउन्ट भनेपछि यहाँ यो अनुसार करेक्सन हुन्छ। ओके, स्मल इन्जिनियरिङ वर्क्स ल्यान्ड सर्वेहरूमा केमा गर्ने त भने नि, यहाँ चाहिँ किता नापी हैन, इन्जिनियरिङ यस्ता सर्वेहरूमा प्रयोग गरिन्छ भने यसमा नेसनल म्यापिङ अथवा चाहिँ के हुन्छ, हामीले ग्लोबको नक्सा बनाउने हैन, यस्तो कामका लागि चाहिँ हामीले, अथवा प्रिसाइज लेभलिङ यस्तोमा चाहिँ के हुन्छ, हामीले यसलाई युज गर्छौँ। ओके, अब यहाँ चाहिँ के भन्न खोजेको भने, यहाँनिर कुनै किताबमा किताब पछि फरक छ। यो चाहिँ प्लेन सर्वेइङ कहाँसम्म गरिन्छ भने कुनै किताबमा 250 छ, कुनैमा 260 छ, कुनैमा 195.5 छ। त्यही भएर तपाईँले जुन लेखे पनि खासै फरक पर्दैन। के हुन्छ, ठ्याक्कै एक्ज्याक्ट यति हुनुपर्छ भन्ने छैन, बुक पिछेको रेफरेन्स फरक छ भनेको मात्रै है मैले। यो चाहिँ के भयो त, यहाँ 3 नम्बरको भयो। यो हामीले चाहिँ वाट इज द सर्वेइङ भनेर डेफिनेसन लेख्ने, त्यसपछि के हुन्छ, यसको चाहिँ हामीले टाइप्स। अब तपाईँले अझ यसको टाइप्स चाहिँ तपाईँले अझ अरू लेख्छु भने हुन्छ, किन टाइम छ, त्यही भएर यति नै हुन्छ भन्दा लेस देन भन्ने है, त्यो नम्बर लेखिसकेपछि यो चाहिँ 250 अथवा 260 भन्दा कमलाई भन्ने लेस देन है। ओके, त्यसपछि 4 मा के थियो क्वेसन, the area of a plot is 5000 square meter, the length and breadth of a plot is कति 10 सेन्टिमिटर and 5 सेन्टिमिटर भयो भने क्याल्कुलेट द एरिया भनेको छ। एरिया क्याल्कुलेसन प्राइमरी डिभिजन र टाइप्स लेख्दा केही फरक पर्दैन है। डिभिजन भनेको नि त टाइप्सै हो नि हैन र। ओके, यहाँनिर के गर्यौँ त, हामीले यहाँ लेख्दाखेरि गिभन डेटा अथवा हियर गिभन द्याट भनेर लेख्नुपर्छ। एक्चुअल एरिया अफ प्लट भनेर यो ग्राउन्डमा दिएको यो भयो, म्यापको लेन्थ यति अनि म्यापको ब्रेथ यति भनेपछि के हुन्छ, अब यहाँनिर हामीले क्याल्कुलेसन गर्ने के त, एरिया अन म्याप भन्यो भने के हुन्छ, 10,550 सेन्टिमिटर स्क्वायर म्यापमा भयो। यसपछि के हुन्छ, हामीले स्केल भनेको म्याप एरिया अपन ग्राउन्ड एरिया हो, अनि म्याप एरिया भनेको 50 cm स्क्वायर भयो। अनि यता तलको पनि के हुन्छ, हामीले कति त 5000 मिटर स्क्वायर छ भनेपछि 5000 मिटर स्क्वायर इन्टु हामीले के हुन्छ, यहाँनिर यसरी गर्छ है, मैले सजिलो गर्छु है यहाँ भनेपछि एरिया स्केल इक्वल्स टु के हुन्छ, म्याप एरिया अपन ग्राउन्ड एरिया भयो हैन, यहाँ रुट भित्र राख्ने। अनि यो रुट अन्डर कति गर्ने त यसलाई भने नि, यहाँनिर म्याप एरिया भनेको चाहिँ कति छ हाम्रो 10,550 cm स्क्वायर छ। अनि त्यसपछि यहाँ चाहिँ के हुन्छ, ग्राउन्ड एरिया चाहिँ 5000 छ, 5000 मिटर स्क्वायर छ इन्टु 100 एक पटकलाई इन्टु 100 भनेपछि cm स्क्वायर भयो हैन। अब यति भइसकेपछि यो 50 र यो 50 क्यान्सल भयो, यो भनेपछि 1 अब्लिक कति हुने भयो त
100 फेरि 100 यति हुन्छ। यो भनेको के भयो त 1/3टा शून्य यो 3टा शून्य यो भएपछि बाहिर आउँदा 3टा मात्रै शून्य हुने भयो 1000। यसरी गर्नु पर्यो है। यहाँ गरे नि ठिकै रहेछ, माथि गरे नि के हुन्छ म्याप एरिया अपन ग्राउन्ड एरियालाई रुटभित्र राखेपछि के हुन्छ स्केल आउँछ। त्यो भनेको एउटै युनिटमा लानु पर्यो। ग्राउन्ड एरिया मिटरमा भएको हुनाले सेन्टिमिटरमा लानु पर्यो। यो चाहिँ के हुन्छ सिएम स्क्वायर हुन्छ। अनि यो सिएम स्क्वायर क्यान्सल हुन्छ। यसरी के हुन्छ हामी चाहिँ 1000 को स्केल चाहिँ हुने भयो। 500 होइन 5000 × 100 × 100। यो एरियालाई के गरेको त यहाँ यो मिटर स्क्वायरमा छ एरिया, त्यसलाई के हुन्छ सेन्टिमिटर स्क्वायरमा लानु पर्यो भनेपछि 5000 × 100 गरेपछि लेन्थ गयो इन्टु 100 गरेपछि के हो त ब्रेथ गयो। अनि यति सेन्टिमिटर स्क्वायर हुन्छ। त्यसरी गरेको है। ओके भनेपछि यसको आन्सर कति भयो त 1000 भयो। ओके त कम्प्लिट द टेबल भनेको छ यहाँ हामीलाई दिएको कुन छ अनि त्यसलाई चाहिँ हामीले कम्प्लिट गर्ने हो। यहाँनिर के हुन्छ बुझेन के 1000 के भनिरहेको हो 1000 स्केल भयो त 1:1000 स्केल भयो नि त। यहाँ भित्र के हुन्छ यहाँनिर कति थियो यति थियो। यसलाई चाहिँ के हुन्छ रुट बाहिर निकाल्दा के हुन्छ यहाँनिर कतिवटा शून्य छ यहाँ 3टा 6वटा छ भनेपछि यो भनेको 1000 × 1000 हो। त्यही भएर बाहिर आउँदा के हुन्छ एउटा मात्रै आयो। त्यही भएर है यहाँ दिएको के हो त मिटर दिएको छ 1 अनि यहाँनिर 1 फिट दिएको छ। यहाँनिर यो दिएको छ भने हामीले यो 1 मिटर भनेको कति फिट हुन्छ कति यार्ड्स हुन्छ भन्ने यो कन्ट गर्ने हो। 1 मिटर भनेको 3.2808 फिट हो। अनि त्यसपछि यो भनेको के हुन्छ हामीले फिटको 3 गुणा हुन्छ हैन। अब यहाँ यसलाई 3 गुणा गर्ने यहाँ मैले मिस्टेक लेखेँ क्या हो। यहाँनिर यसको 3 गर्ने 3.2808 × 3 गर्ने कति हुन्छ यहाँ यो ठिक छ कि तपाईँले गरे मिल्छ? कन्फ्युज नगराउनु त्यो आन्सर कन्फर्म भन्नु त। जे नलेख्नु पर्छ म आफै हिसाब गर्छु। 1 मिटर भनेको 1 मिटर भनेको चाहिँ यार्ड्स 10.093 10 पॉइंट यहाँ एउटा 0 छुटेछ है। यहाँ के गर्ने यहाँनिर 10.093 हुन्छ है। यहाँको यसलाई 3 ले गुणन गरेको है। ओके त्यसपछि यतापट्टि के हुन्छ यहाँनिर यो 1 मिटर 1 फिट भयो भने 1 फिट भनेको कति त 0.3048 भयो। के भने त 1.09 भनेको केमा हो? ओके 1 फिट भनेको यति भयो। यो भनेको चाहिँ के हुन्छ हामीले ओके पढ्नै पर्नु ल। 1 पॉइंट मिस्टेक हो। गुड 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 उल्टो भएछ है। ओके म करेक्सन गरेँ। 1 मिनट हतार नगर्नु। यहाँ पोइन्ट आउट गलत ठाउँ बसेछ कि
ठिक छ 36 नलेखे नि केही बिग्रिँदैन, लेखे पनि केही हुन्न, नलेखे पनि केही फरक पर्दैन है। ओके, त्यसपछि 1 फिट भनेको कति भन्यो भने के हुन्छ, हामीले यतापट्टि ल्याउने, फिट भनेको 9144, ठिक छ त 9144 नै लेखेको छु त मैले, के को त्यो 0.9944 चाहिँ के को हुन्छ त, यहाँनिर 1 यार्ड भनेको चाहिँ त्यति मिटर हुन्छ है। एक यार्ड्स भनेको कति हुने भयो त 0.9144 मिटर होइन। यहाँ कन्फ्युज नगराउनु न, यो ठिक छ। यहाँनिर यो भनेको 3 फिट भयो, 1 यार्ड भनेको 3 फिट, 3 फिट भनेको यति, अनि यो 1 फिट भनेको यति, यो भनेको के हुन्छ यति यार्ड, ठिक छ। ओके, यति भए पुग्छ है। ठिक छ, ओके, यो एउटा टेबल कम्प्लिट गर्ने है। ओके गुड, अब चाहिँ अर्कोमा जाउँ। अर्कोमा चाहिँ हामीले व्हाट इज द म्याप, लिस्ट आउट द बेसिक म्याप एलिमेन्ट्स भन्छ। यसलाई चाहिँ के गर्ने तपाईँले, म्याप भनेको के हो भने के हुन्छ, ग्राफिकल रिप्रेजेन्टेसन अफ जियोग्राफिकल सेटिङ इज कल्ड म्याप भनेर भन्छौँ हामीले। अनि त्यसलाई चाहिँ के हुन्छ, तपाईँले यहाँनिर त्यसका म्याप एलिमेन्ट्स चाहिँ एउटा चित्र बनाएर देखाउनुपर्छ। हाम्रो 5 नम्बरको भए पनि के हुन्छ, सिम्पल खालको चित्र बनाउने तपाईँले। जस्तो हामीले चाहिँ यसको लागि के गर्छौँ त, म्यापको चित्र बनाउँदा चाहिँ यसरी बनाउने, फ्रेम बनाउने, कमन पिक्चर छ, अनि त्यहाँभित्र चाहिँ यसरी यो राख्ने, यो राखिसकेपछि के हुन्छ, यो चाहिँ म्याप फेस अथवा बडी अफ म्याप नैमा नेट लाइन भन्नु पनि, यो लाइन नेट लाइनको यहाँ बोर्डर लाइन राख्ने भयो। यो तानिसकेपछि बोर्डर एरिया भनेको कुनको त यहाँको भित्रको एरिया, बोर्डर एरियाको फ्रेम लाइन भनेको यो भयो। त्यसपछि मार्जिनल इन्फर्मेसन भनेको यो एरिया हो भनेर यहाँभित्र के पर्छन् भनेर लेख्ने है। मार्जिनल इन्फर्मेसनमा के पर्छ त, स्केल पर्छ, अनि चाहिँ हेडिङ पर्छ, टाइटल पनि भन्छ होइन, हेडिङ, अनि त्यस्तै गरी लोकेसन डायग्राम होइन, यिनीहरू पर्छ भनेर लेख्नु पर्यो। म्याप फेस भनेको के हो त, म्यापको बडी हो, बडी अफ म्याप हो। यसलाई के हुन्छ, हाम्रा मेन चिजहरू सबै यसमा हुन्छ, डिटेलहरू सबै यसमा हुन्छ भन्नु पर्यो। नेट लाइन भनेको म्याप बडीलाई घेरिएको रेखालाई नेट लाइन भनिन्छ भन्नु पर्यो। बोर्डर एरिया भनेको कुन त, नेट लाइन र के त फ्रेमको बिचको, सरी, नेट लाइन र फ्रेम लाइनको बिचको एरियालाई हामीले के भन्छौँ त, त्यसलाई चाहिँ बोर्डर एरिया भन्छौँ। बोर्डर एरियामा ग्रिड, ग्रेटिकुल भ्यालु हुन्छ भनेर लेख्ने। अब यहाँ 5 नम्बरको भएको हुनाले धेरै लेख्नु पर्दैन, एउटा चित्र बनाएर यति देखाएर यति लेखेर देखाउनु भने पुग्छ है। त्यसपछि अर्को हाम्रो अलिकति लामो क्वेसन छ, 7 नम्बरको क्वेसन चाहिँ के हुन्छ हाम्रो 10, यो चाहिँ कति 10 मार्क्सको क्वेसन हो। एकछिन देखाउँछु है, माथि म अहिले पछि जान्छु। ओके, यसमा चाहिँ हामीले के गर्ने त भने, प्लेन टेबल कस्तो मेथड्स हो भनेर लेख्नु। व्हाट इज द प्लेन टेबल, डिस्कस द मेथड अफ प्लेन टेबल सर्वे भन्यो भने के हुन्छ, हामीले प्लेन टेबलको विषयमा लेख्ने, डिफिनेसन लेख्ने, यो ग्राफिकल विधि हो भनेर लेख्ने। अनि त्यसपछि हामीले के हुन्छ त, यहाँनिर ग्राफिकल विधि हो, यहाँ चाहिँ फिल्डमा म्यापिङ र के हुन्छ मेजरमेन्ट र म्यापिङ सँगसँगै गर्ने विधा हो भनेर भन्न सकिन्छ। प्लेन टेबल इज द ग्राफिकल मेथड्स अफ सर्वेइङ, फिल्ड अब्जर्भेसन र प्लटिङ चाहिँ के हुन्छ डन सिमल्टेनियसली भनेर यति क्यारेक्टर लेखे हुन्छ यसको। नो निड अफ फिल्ड डेटा क्यालकुलेसन बिकज अफ अब्जर्भेसन एन्ड म्यापिङ डन इन सिमल्टेनियसली। त्यही भएर हामी फिल्डबाट डेटा ल्याउने, त्यसमा कम्पिटिसन गर्नु पर्दैन भनेर यसमा लेख्न पाइयो। यति वाट इजमा यति भयो। अब तपाईँलाई कसैलाई लेख्न मन लाग्यो भने यो भारतको मैसूर राज्यमा सन् 1779बाट सुरु भएको भनेर लेख्न चाहनु भने नि ओके होइन, मैसूर राज्य, भारतको मैसूर राज्यमा यसरी गरेको भनेर लेख्न पाइयो है। अनि यसमा मेथड्स लेख्दा के हुन्छ, रेडिएसन, इन्टरसेक्सन, रिसेक्सन र ट्राभर्सिङको विषयमा लेख्ने, किनकि यो त 7 नम्बरको होइन, यति लेखेर पुग्दैन यसमा
है। यहाँनिर के भने मैले दुई दुई पोइन्ट मात्र लेखेको छु। यहाँ तपाईँले के गर्नुपर्छ, यसको प्रत्येकको फिगर बनाउनुपर्छ। रेडिएसन भन्यो भने प्लेन टेबल यसरी राखेर अनि एउटा एउटा फिगर बनाउनुपर्छ। यो पोइन्टबाट के हुन्छ, यसरी यसरी चाहिँ रे दिएर प्रत्येकको पोइन्टहरू प्लट गरेको भनेर यसरी देखाउनुपर्छ है। यसरी देखाउनुपर्छ यो रेडिएसन। इन्टरसेक्सनको त्यसै गरी लेख्ने है, फिगर मेन्सन गरेर है, फिगर मेन्सन गरेर त्यसको विषयमा लेख्नु भने पुग्छ है। इन्टरसेक्सनको चाहिँ के हुन्छ, हामीले कम्तीमा दुईटा बाट चाहिँ रे दिएर पोइन्ट फिक्स गर्ने अनि तेस्रोबाट के हुन्छ चेक गर्ने भने नि यसरी इन्टरसेक्सन भयो। रिसेक्सनको त्यसै गरी गर्ने। फ्रिल प्रोसिडर त्यति लामो लेख्नु पर्दैन, किन गरिन्छ, यो के का लागि गरिन्छ भन्ने कुरा चाहिँ लेख्नुपर्छ है। रेडिएसन भन्यो भने all points are plotted by drawing ray from the single station, एउटा स्टेसन आवाज प्लट गरिन्छ। डिस्टेन्स आर मेजर एन्ड प्लटेड इच रे, प्रत्येक रेमा प्लट गरिन्छ भनेर यो चाहिँ लेख्नु पर्यो है। होइन तपाईँलाई अब सजिलो चाहिँ के हुन्छ, नेपालीमा त अब अरू किताबहरूमा नि हुन्छ, मैले यो सजिलो होस् भनेर बुलेट बुलेटमा लेखिदिएको के, तपाईँले कन्भर्सन गर्नु न यसलाई। अलिअलि नेपालीमा लेखेको छु मैले। पोइन्ट लोकेटेड बाई इन्सेक्सन अफ अ रे भन्छ। यहाँ के हुन्छ, इन्सेक्सन गरेर फिक्स गर्छौँ। नो निड टु मेजर द डिस्टेन्स, यसमा के हुन्छ दूरी मापन गर्न परेन। किन पर्दैन, इन्टरसेक्सनको होइन गर्नु पर्दैन, यहाँ लेख्नु पर्यो होइन, दूरी मापन नगरिकन लेख्ने। फिल्ड प्रोसिडर लेख्ने होइन यसमा। तपाईँले मेथड्स भनेपछि के हुन्छ, कसरी त्यो गर्ने भन्दा नि मेथड्स अफ फिल्ड सर्भिङ भनेको चाहिँ के हुन्छ, रेडिएसन, इन्टरसेक्सन, रिसेक्सन, प्रोसिडर लेख्ने भने होइन यसमा। मेथड लेख्ने भनेको मेथड चाहिँ चारवटा हो है, यसमा पर्दैन है, फिल्ड सर्भिङ पर्दैन। फिक्सिङ, सेटिङ, साइटिङ लेख्नु पर्दैन यसमा। त्यसपछि रिसेक्सन भन्यो भने चाहिँ किन चाहिन्छ भनेर, युज टु डिटरमाइन द पोजिसन अफ इन्स्ट्रुमेन्ट होइन, आफू बसेको अननोन पोइन्टको पोजिसन पत्ता लगाउनका लागि गर्ने भयो। अनि यसमा चाहिँ के हुन्छ, रिक्वायर्ड एटलिस्ट 2 अथवा 3 नोन पोइन्ट, किनभने 2 पोइन्ट प्रब्लम गर्यो भनेदेखि के हुन्छ पनि हुन्छ। अब बढी चलन चल्तीको चाहिँ 3 पोइन्ट प्रब्लम हुन्छ। रिसेक्सन हुँदाखेरि यहाँनिर यहाँ चाहिँ यहाँ के भन्ने त, रिसेक्सन गर्दाखेरि चाहिँ के हुन्छ, हामीले 3टा पोइन्टबाट रे लिएर अननोन पोइन्टको पोजिसन फिक्स गर्छौँ। यसो गर्दाखेरि के हुन्छ, डेन्जर सर्कलको ख्याल गर्नुपर्छ होइन, ख्याल गर्नुपर्छ भनेर लेख्नु पर्यो है। यो चाहिँ लेख्नु पर्यो यसमा। फिल्ड प्रोसिडर लेख्न भ्याउनुहुन्न तपाईँले। चित्र बनाएर यो रेडिएसन भने के, इन्टरसेक्सन भने के, रिसेक्सन भने के, ट्राभर्सिङ भने के भनेर चित्र बनाएर लेख्दै सफिसियन्ट हुन्छ र किन गरिन्छ लेख्नुपर्छ, त्यति मात्रै हो तपाईँले यसमा। के त समरी तपाईँले त्यहाँ फिल्ड प्रोसिडर त तपाईँले सबै लेख्न साध्य चल्दैन, यसैले भन्छ नि फिल्ड प्रोसिडर त। अल पोइन्ट्स आर प्लटेड बाई द ड्रइङ रे फ्रम अ सिंगल स्टेसन, एउटा स्टेसन भनेर प्रत्येकलाई हामीले के हुन्छ त त्यहाँ रे दिन्छौँ। रे दिएर के हुन्छ त, हामीले त्यसैमा चाहिँ डिस्टेन्सहरू प्लट गरेर हामी पोजिसन निर्धारण गर्छौँ भनेपछि त त्यो त डिटेल प्रोसेसै भइगयो नि होइन। 2 पोइन्टको यसमा पर्दैन है, डिटेल लेख्नु पर्दैन। यहाँ के हुन्छ, रिसेक्सनको मेथड भन्ने हो, प्लेन टेबल पढ्दा आउँछ 2 पोइन्ट प्रब्लमको विषय है। यो चाहिँ के हुन्छ, 2 पोइन्ट प्रब्लम भनेको चाहिँ दुईटा पोइन्टबाट एकैचोटि दुईटा चाहिँ के हुन्छ रिसेक्सन पोइन्ट्सहरू आउँछ, त्यसले चाहिँ हामी पोइन्ट फिक्स गर्ने हो भनेर त्यसरी गर्ने। अनि ट्राभर्सिङ भनेको सिरिज अफ कनेक्टेड स्टेसनलाई चाहिँ हामीले के हुन्छ के हुन्छ डिस्टेन्स र चाहिँ एङ्गल मेजर गर्दै गर्दै पोइन्टका पोजिसनहरू फिक्स गर्ने विधि भनेको ट्राभर्सिङ हो। यो चाहिँ के हुन्छ, यहाँनिर यो चाहिँ बााउन्ड्रीहरू प्लट गर्नका लागि, कन्ट्रोल पोइन्ट इस्टाब्लिस गर्नका लागि के हुन्छ प्रयोग गरिन्छ भन्नु पर्यो। अनि ट्राभर्सको एउटा फिगर जस्तो यसरी बनाएर यहाँ एबीबाट सुरु गरेको भनेर यसरी देखाउनु पर्यो है। सबैको फिगर बनाउने। फिगर अब रिसेक्सनको फिगर कसरी बनाउने त भने यो प्लेन टेबल भयो भने यहाँबाट 1 2 3टा पोइन्ट दिने, यहाँ देखाउने, यहाँ के हुन्छ यसरी रे तानेको देखाउने यसरी है, यसरी रे त्यतातिर तानेको देखाउने, त्यसरी देखाएपछि बुझिन्छ त्यो है। ओके, यति लेखे पुग्छ है। 7 नम्बरको यो भयो। What is a cadastral surveying? List out the major steps of cadastral surveying भनेर यहाँ भनेको छ। यसमा तपाईले विभिन्न तरिकाले लेख्न सक्नुहुन्छ तपाईहरुले हैन। कसैले लेख्दाखेरि के हुन्छ, यहाँ चाहिँ के हुन्छ, क्याडस्ट्रल सर्विङ भनेको के हो भनेर पहिला त लेख्न पर्यो।
जग्गाको स्वामित्व एकीकरण गर्ने र जग्गा दर्ता गर्ने जुन चाहिँ विधि छ म्यापिङ गरेर त्यसमा के भन्छ स्वामित्व एकीकरण गर्ने प्रोसेसलाई हामीले के भन्छौँ त क्याडास्ट्रल सर्भिङ अथवा डिटरमाइन डिमार्केट एन्ड डकुमेन्ट द प्रपर्टी बााउन्ड्रिज एन्ड ओनरसिप डिटेल भन्छ। यसलाई के हुन्छ नापजाँच गर्ने र स्वामित्व एकीकरण गर्ने कार्यलाई हामीले क्याडास्ट्रल सर्भिङ भन्छौँ हैन। यसलाई लिगल पर्पजका लागि गरिन्छ, ल्यान्ड रेजिस्ट्रेसन ट्याक्सेसन भूमि व्यवस्थापनमा हामीले प्रयोग गर्छ भनेर लेख्ने। अनि कसै लेख्दा एडजुडिकेसन डिमार्केसन म्यापिङ रजिस्ट्रेसन भनेर यसरी लेख्ने गरेको नि पाइन्छ। अथवा तपाईँले के हुन्छ त यहाँनिर सुरुको जुन हाम्रो केतानापीको स्टेप्स छ 1 नम्बरमा के हुन्छ राजपत्रमा सूचना निकाल्ने हैन, सूचना निकाल्ने। 2 नम्बरमा के हुन्छ हामी कन्ट्रोल पोइन्ट इस्टाब्लिसमेन्ट हैन। 3 मा के हुन्छ हामीले कन्ट्रोल पोइन्ट इस्टाब्लिस भएपछि हो पूर्जा हस्तान्तरणसम्म सबैको लेख्ने मेजरको हैन कन्ट्रोल पोइन्ट इस्टाब्लिसमेन्ट। अनि त्यसपछि म्यापिङको कुरा होला अथवा टोली गठन म्यापिङ तपाईले कति स्टेप लाने मेजर स्टेप लेख्नु होला। म्यापिङ गर्ने भयो। अनि त्यसपछि 4 मा क्लासिफिकेसन अफ ल्यान्ड अनि स्टेप अनुसार लेखे हुन्छ। यसरी लेखे पनि हुन्छ। तपाईहरुले मेन लेख्नु भनेको छ यहाँले मेन स्टेप लेख्नु खोजेको। अनि त्यसपछि 5 मा 7 डे नोटिस भनेर लेख्नुस् हैन। त्यसपछि 6 मा गएर के हुन्छ हामीले प्लानिङहरु यसमा सामान्यतया लेखिँदैन है हैन। यो चाहिँ एसओपी 72 मा जाने भन्दा निर्देशिकाको आधारमा लेख्ने हो हामीले है। निर्देशिकामा भएको स्टेप फलो गर्ने। 7 दिने सूचना प्रकाशन गर्ने। अनि त्यसपछि 8 मा जग्गा दर्ता गर्ने हैन। अनि त्यसपछि जग्गा दर्ता गरिसकेपछि 6 7 मा भयो। अनि पूर्जा श्रेष्ठ तयार गर्ने तयारी गर्ने भयो हैन। त्यसपछि 8 मा के हुन्छ दर्ता बाँकीको सूचना निकाल्ने अनि 9 मा पूर्जा वितरण गर्ने हैन। अनि 10 मा डकुमेन्ट ह्यान्डओभर भनेर यसरी लेखे पनि हुन्छ है। अब कसैले चाहिँ के हुन्छ हामीले यहाँनिर यसरी एडजुडिकेसन डिमार्केसन म्यापिङ रजिस्ट्रेसन भन्यो भने यो कुरा पनि यसैमा आउँछ है। यिनीहरूलाई यसको ब्रोडर एस्पेक्ट हो। यसमा के भन्छ त यसमा चाहिँ पहिला एडजुडिकेट गर्ने भनेको कसको जग्गा कहाँसम्म हो भनेर आइडेन्टिफाई गर्ने। अनि त्यहाँ सात सिमाना क्लियर गर्न लाउने। अनि त्यसपछि नक्साङ्कन गर्ने सूचना निकाल्ने जग्गा दर्ता गर्ने भनेर त्यसरी गर्ने है। स्टेप भनेर प्रोसेस भन्नु भने एउटै त हो नि कुरा हैन। अब तपाईले प्लानिङ रेकी मोनुमेन्टेसन भनेर लेख्नु भने नि यो कुरा त्यहाँ छिराउनु पर्यो। तपाईले यति यी बुलेटहरु आउनु पर्यो तपाईकोमा। त्यो आयो भने हुन्छ। यसै गरी लेख्न पर्छ भन्ने हार्ड एन्ड फास्ट हैन। तर तपाईले यी कुरा चाहिँ समेटिनु पर्छ है। क्लासिफिकेसन भनेको जग्गाको किसिम वर्गीकरण भनेको है। क्लासिफिकेसन भनेको किसिम वर्गीकरण हैन। त्यो किसिम वर्गीकरण कसरी गरिन्छ भन्ने कुरा लेख्नु भनेको हो त्यसमा। ओके यो 8 नम्बरको यसरी लेख्ने। 9 मा क्याल्कुलेट द एरिया अफ अ 1 मिटर वाइड रोड इनसाइड अ सर्कुलर पन्ड अफ रेडियस 20 मिटर भन्छ। अहिले यहाँ अब तपाईले स्न्याप्स राखेर मैले हेर्न भ्याउन्न नि त है। त्यो फिल्डबुक तयारी पनि तपाईले 7 दिने सूचना निकाल्नु अगाडि फिल्डबुक तयार हुनुपर्छ भनेर त्यहाँ लेख्ने है। त्यो स्टेप बनाउनु परेन त्यसरी लेख्ने है। अब यसमा चाहिँ के भने त यहाँ 9 नम्बरमा हेर्नु त क्याल्कुलेट द 1 मिटर भनेपछि यो के हुन्छ 20 मिटर रेडियस भएको सर्कुलर पन्ड हो। यसको चाहिँ के हुन्छ यहाँनिर अर्को एउटा सर्कल बनाउनुस् हैन। यो सर्कल बनाउनुस्। यो सर्कल बनाइसकेपछि के हुन्छ यसको 1 मिटर हो यसको चौडाइ। केटाराई प्रोसेस नि त्यही हो 1 मिटर चौडाइ हो भनेपछि यो भित्रको रेडियस कति हुने भयो त अब 19 मिटर हो। त्यही भएर के हुन्छ हामी एरिया आउटरको कति भयो त पाई आर स्क्वायर है। अनि एरिया
इनरको कति भयो त पाई 19 स्क्वायर अनि त्यसपछि एरिया अफ रोड कति त भने के हुन्छ पाई कमन लिने अनि बाहिरको 20 को स्क्वायर माइनस 19 को स्क्वायर गर्ने जति आउँछ पाई 400 माइनस कति हुन्छ 19 गरेर निकाल्ने यसको है 19 इन्टु 19 भनेको 361 हुने रहेछ 361 यो बाहिरको एरिया माइनस भित्रको एरिया गरेपछि अनि बाटोको एरिया आएन त्यसैको लागि घटाएको है यो भएपछि कति भयो त 361 माइनस 400 के 39 हुने भयो दुईतिर गर्ने हैन नि त यहाँ त रेडियस दिएको छ नि कहाँ दुईतिर तान्न पाइन्छ डायमिटर लियो भने मात्रै दुईतिर गर्ने है यहाँनिर के हुन्छ त अब पाई 3.14 इन्टु 39 गर्ने लेखिसकेँ त अब 3.14 इन्टु 39 गर्ने यहाँ चाहिँ 3.14 इन्टु 39 त 122.46 मिटर स्क्वायर है हुन्छ त्यो अलिकति फरक भएर केही हुँदैन पछाडिको डेसिमल पछाडि पाईको भ्यालु लिँदा फरक हुन सक्छ थोरै ओके यो सिम्पल यो चाहिँ के गरेको त मैले यहाँनिर यो बाहिरको रेडियस सहितको भनेको 20 मिटर रेडियस भयो पहिलो केसमा दोस्रो केसमा के भयो त 1 मिटर घट्यो नि त बाटो एकातिरको यो भइसकेपछि के हुन्छ रेडियस अब सर्कलको रेडियस कति भयो त 19 मिटर भयो त्यही भएर पाई आर स्क्वायर गरेको अब बाहिरै सर्कलको एरिया माइनस भित्री सर्कलको एरिया गरेपछि बाटोको एरिया आउँछ त्यो भएर यसरी ओके नेक्स्टमा जाउँ यो तपाईले पढिसके पनि होला व्हाट इज जीएनएसएस भनेको छ हैन त्यो 20 मिटर भनेको भित्रपट्टि बनाउने भनेको है त्यो इनरको दिएको होइन ओके व्हाट इज द जीएनएसएस डिस्कस द जीएनएसएस सेगमेन्ट्स भन्छ जीएनएसएस भनेको के हो त सेटेलाइट बेस्ड पोजिसनिङ सिस्टम अथवा आकाशमा घुमिरहेका सेटेलाइटहरुको आधारमा जमिनमा कुनै पनि पोइन्टको पोजिसन निर्धारण गर्ने विधिलाई हामीले के भन्छौं जीएनएसएस सर्वे भन्छौं रिफर्स टु constellation of a satellite that transmit the signals by receiving the earth station determine the precise location velocity and time निकाल्ने विधालाई हामीले के भन्छौं जीएनएसएस भन्छौं र यो जीएनएसएस सिस्टमहरु विभिन्न कन्ट्रीहरुले अपरेट गरिरहेछन् जीपीएस ग्लोनास केलिडियो डाइटु नेभिक अथवा नर्दिस हामीले चाहिँ के हुन्छ आईआरएनएसएस पनि भन्छ इन्डियन नेभिगेसन रिजनल नेभिगेसन सैटेलाइट सिस्टम पनि भन्छ यो अपरेटमा छन् भन्न पाइयो फर्स्ट पार्टको लागि सेकेन्ड पार्टमा तपाई जानु भने के हुन्छ तीनटा सेगमेन्ट हुन्छ भन्ने एउटा स्पेस सेगमेन्ट दुईमा के हुन्छ कन्ट्रोल सेगमेन्ट तीनमा के हुन्छ युजर सेगमेन्ट हुन्छ भनेर एउटा सिम्पल चित्र पनि बनाउने स्पेस सेगमेन्ट टोटल कभर्स के हुन्छ सैटेलाइट सिस्टम त्यसको चाहिँ अर्बिटको कुराहरु अल्टिट्युडको कुराहरु चाहिँ हुन्छ स्पेस सेगमेन्टमा पर्छ त्यहाँ कतिवटा सैटेलाइटहरु छन् कुनले फंक्सनिङ गरेको छ भन्ने कुरा यसमा पर्छ भनेर लेख्ने अनि यहाँ चाहिँ कन्ट्रोल सेगमेन्टमा के हुन्छ ग्राउन्ड कन्ट्रोल स्टेशन मोनिटर स्टेशन मास्टर कन्ट्रोल स्टेशन भनेर त्यो हुन्छन् जसले चाहिँ के हुन्छ सैटेलाइट सिस्टमको चाहिँ के हुन्छ ओभरअल मोनिटरिङ गरिराखेका हुन्छ भनेर लेख्नु पर्यो यसमा र युजर सेगमेन्टमा चाहिँ युजर पार्ट हो यसले चाहिँ के हुन्छ त्यो पोजिसनिङ टेक्निक युज गर्ने चाहिँ केका लागि त भने कुनै पार्टिकुलर कामका लागि युज गर्छ भने त्यसलाई युजर सेगमेन्ट भन्छौं जस्तै सर्वेयर अथवा नेभिगेसन भनेर एक्जाम्पल सहित लेखिदिने यसको चाहिँ यति एउटा चित्र पनि सिम्पल चित्र बनाउने यहाँ अलिकति टफ खालको चित्र छ यति टफ बनाउनु परेन सिम्पल चित्र बनाएर लेखिदिएको हुन्छ ओके 11 व्हाट आर द मेजर पार्ट्स अफ थियोडोलाइट भन्यो भने तपाईले आरटीके हरुतिर जानु पर्दैन है पर्दैन त्यो खासै पछि पढ्दाखेरि आउँछ आरटीके भनेको रियल टाइम काइनेमेटिक भन्छ त्यसलाई आरटीके भनेको रियल टाइममै के हुन्छ त्यसको करेक्सन लाउने भनेको आरटीके भनेको त्यो हो है व्हाट आर द मेजर पार्ट्स अफ थियोडोलाइट भन्यो भने यसलाई विभिन्न तरिकाले लेख्न सकिन्छ तपाईले
अस्ति नै पनि मैले भनेको थिएँ एउटा यो सिम्पल खालको यस्तो चाहिँ के हुन्छ थियोलाइटको चाहिँ चित्र बनाउन सिक्नु होला यस्तो खालको केही गरी चाहियो भनेदेखि यो लेख्न सकिन्छ यसमा सबै पार्ट तपाईले सक्नुहुन्न नसके पनि के हुन्छ मेजर पार्ट चाहिँ नछुटाउनु होला जस्तो टेलिस्कोप भयो अनि यहाँ चाहिँ भर्टिकल सर्कल छुटाउनु भएन अनि लेभल ट्युबहरू हैन अनि त्यसपछि आर्म फ्रेम हैन त्यसपछि यहाँनिर हामीले के भन्छ यहाँ यो लेभलिङ हेड भन्छ ओभरअललाई यसलाई अनि यहाँ चाहिँ के भन्छ लोअर प्लेट अप्पर प्लेट अनि फुट स्क्रू ट्राइभेज फुट स्क्रू हैन ट्राइभेज यति चाहिँ लेख्नु पर्यो है सिम्पल फिगर बनाउने है यति पनि यो भन्दा नि अझ सकिन्छ भने अझ सिम्पल बनाउनु हुन्छ प्लेट बबलको कुरा अनि अरु सबै नभए पनि यी मेजर पार्ट चाहिँ तपाईहरुले छुटाउनु हुँदैन है अनि अब यसमा सोध्न त सोधेको छैन व्हाट इज थियोलाइट भनेको छैन यहाँ नभए पनि के हुन्छ थियोलाइट भनेको चाहिँ शुद्धसँग कोण मापन गर्ने यन्त्र हो भनेर सुरुमा लेखेर सुरु गर्ने है हुन्छ एसेम्ब्लीमा लेख्दा पनि केही बिग्रिन्न है त्यसरी बनाउँदा पनि केही फरक पर्दैन अब यो फिगर बनाउन त तपाईले ट्राई गर्ने हो नि यति सिम्पल छ यो अब ट्राई गर्नु पर्यो मैले कहाँ बनाउन जान्दछु त फिगर त गाह्रो छ नि त मलाई त अब तपाईहरुको हात चल्छ तपाईहरु यङ हुनुहुन्छ काम गर्नुहुन्छ नि त तपाईहरुले है यसलाई सिम्पल अझ सिम्पल बनाउने कोसिस गर्नु होला है त ओके नेक्स्ट नाउ यहाँ चाहिँ यो अलिकति खालको छ यो हिसाब गरेर हेरौँ है त यहाँ के भन्यो भने द प्राइस अफ टोटल स्टेसन इज इन्क्रिज्ड बाई 5% each year if its current price is 5 lakh then what will be the price before 2 years ago भन्छ 2 वर्ष अगाडि कति थियो भन्ने छ यसमा चाहिँ तपाईले दुई तीनटा तरिकाले गर्न सकिन्छ यहाँ मैले यसमा गरेको बुझिन्छ बुझिदैन यहाँ सिम्पल गर्छु लेट x be the price कहिले त 2 years ago 2 वर्ष अगाडिको प्राइस है अब त्यसो भएपछि के हुन्छ यसको फर्स्टमा चाहिँ के हुन्छ इन फर्स्ट इयर भनौं फर्स्ट इयरमा के हुन्छ त फर्स्ट इयरमा भन्यो भने x प्लस x को 5% है x को 5% यो भनेको कति हुन्छ x प्लस x बाइ 20 हुन्छ यो भनेको 21x बाइ 20 भयो अब सेकेन्ड इयरमा कति हुन्छ त भने 21x बाइ 20 प्लस यसको 5% अफ कुन त 21x बाइ 20 हुन्छ भनेपछि यो भनेको चाहिँ के हो त अब यो दुईटा जोड्दाखेरि चाहिँ अहिलेको 5 लाख हुन्छ यसरी है यति गरिसकेपछि यो सल्भ गर्नुभयो भने तपाईलाई आन्सर कति आउँछ त यहाँनिर 4 5 3 5 1 4 दशमलव समथिङ आउँछ यति आउँछ यो सल्भ गरेर हेर्ने यति आउँछ आन्सर ओके x को मान कति बन्यो यति हुने भयो भनेपछि यो x भनेको कुन हो त यहाँ 2 वर्ष अगाडिको प्राइस भन्दा यसरी निकाल्ने ओके ट्राई गर्नु पर्यो है नर्मलीकन स्टेप वाइज गर्नु ओके गरिसके त मैले यहाँ गरेछ त यहाँ स्न्याप्स लिनु न यहाँ हिसाब गरिरहेको छु त यहाँ त्यसैको हिसाब गरेको छु मैले यहाँ लास्टको यही हो यहाँ लेखेको छ नि त्यो चाहिँ तपाईको 21x बाइ 20 भनेको चाहिँ 1.05x प्लस अनि यो भनेको चाहिँ 5% अफ यो भनेको चाहिँ 0.0525 हुन्छ त्यो भनेको चाहिँ के हुन्छ यहाँनिर टोटल जोड्दा 1.1025x हुन्छ त्यो भनेको 5 लाख भयो अनि त्यसको भनेको चाहिँ के हुन्छ x भनेको चाहिँ यति हुने भयो x इक्वल्स टु के हो त यति भन्दै यसरी क्याल्कुलेटर ट्याक खिच्ने नि कसरी निकाल्ने भन्नु भएन नि है गर्नु पर्यो नि त प्र्याक्टिस आन्सर मैले भनिसकेँ अब प्र्याक्टिस गरेर हेर्नु पर्यो ओके यो व्हाट इज ट्राभर्सिङ भन्यो भने यो गर्न सक्नुहुन्छ होला ट्राभर्सिङको परिभाषा दिने कन्ट्रोल पोइन्ट इस्टाब्लिश गर्ने एउटा छिटो छ त्यो विधि हो
हैन। यसमा कनेक्टेड सिरिज अफ लाइनहरु हुन्छन्, तिनका एंगल र डिस्टेन्स मेजरमेन्ट गरेर कन्ट्रोल पोइन्ट इस्टाब्लिश गर्ने काम गरिन्छ भनेर लेख्नु पर्यो व्हाट इज ट्राभर्सिङ भन्यो भने। अनि त्यसपछि डिस्कस इट्स टाइप्स भन्यो भने के हुन्छ, ओपन ट्राभर्स र क्लोज ट्राभर्स हुन्छन् भनेर लेख्नु पर्यो। यसमा ओपन ट्राभर्स भनेको के हो, क्लोज ट्राभर्स भनेको के हो भनेर फिगर सहित लेख्नुपर्छ है। यसमा ओपन ट्राभर्स भनेको कस्तो त, नोनबाट सुरु गर्ने अननोनमा टुङ्गिन्छ भन्यो भने यो के हुन्छ, ओपन ट्राभर्स भयो। अनि त्यसपछि हुन्छ त्यसरी आयो भने नि हुन्छ है, फर्मुला लाउँदा पनि हुन्छ मजाले, नआउने भन्ने कुरै छैन नि, आन्सर आउनु पर्यो। ओके। अनि क्लोज ट्राभर्स भनेको चाहिँ के हुन्छ त, कहाँबाट सुरु गर्ने, नोनबाट सुरु गर्ने अनि नोनमा नै लएर टुङ्ग्याउने हो भने है, यसलाई चाहिँ के भन्छ, हामी क्लोज ट्राभर्स भनेर भन्छौँ भन्नु पर्यो है। ओके। अनि त्यसपछि लुप ट्राभर्स भनेको कस्तो त, स्टार्टिङ एन्ड इन्डिङ सेम स्टेसन, स्टार्टिङ र इन्डिङ सेम स्टेसन है। त्यसपछि लिंक भन्यो भने के हुन्छ, यहाँ यो लुपको भयो। लिंक भन्यो भने चाहिँ के हुन्छ, स्टार्टिङ एन्ड इन्डिङ डिफरेन्ट स्टेसनमा स्टार्टिङ र इन्डिङ हुन्छ। चित्र कस्तो बनाउने त, यहाँबाट यो दुईटा पोइन्ट्स भयो, त्यसपछि यहाँबाट के हुन्छ, यसरी लगेर यसरी लगेर टुङ्ग्यो भने यो ओपन ट्राभर्स। क्लोज लुप ट्राभर्स भन्यो भने के हुन्छ, यहाँ दुईटा पोइन्ट भयो अनि यहाँबाट यसरी गयो यसरी गयो यसरी गयो यसरी गयो यसरी गयो, क्लोज लुप ट्राभर्स। फेरि यहाँनिर यो लिङ्कको यसरी गयो, यहाँ दुईटा पेयर छ, अब के गर्ने भयो त, हामीले यसरी 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 गर्छौँ, यो के भयो त, लिङ्क ट्राभर्स। यस्तो चित्र बनाएर गर्ने है। कुन अगाडिको भनेको कुन हो, यही गरिरहेको छु त, यहाँ हेर्नु न, यसैमा छ त, यहाँ जुन भयो नि त्यो बेरिङको सन्दर्भमा क्लकवाइज एंगल मेजर गर्दा केही टाउक देखाउने हैन, जे आउँछ त्यही राखेर हिसाब गर्ने हो। ओके, यति लेख्न सकिन्छ ट्राभर्सिङको। व्हाट इज ट्राभर्सिङ, डिस्कस इट्स टाइप्स भन्यो भने यो सकिन्छ होला, यति लेख्नु। ओके। अनि अर्को छ राइट अ सर्ट नोट भन्ने रहेछ। सर्ट नोटमा दुईटा दिएको छ, एउटा टेलिस्कोपिक एलिडेट छ अनि दोस्रो चाहिँ के हुन्छ, बेरिङ भनेर दिएको छ भने टेलिस्कोपिक एलिडेटको विषयमा लेख्नु पर्यो के हुन्छ, इन्स्ट्रुमेन्ट युज फर मेजरिङ डाइरेक्सन एन्ड डिस्टेन्स इन प्लेन सर्भिङ भनेर, प्लेन टेबल सर्भिङ भनेर लेख्नु पर्यो। अनि यसको चाहिँ के हुन्छ, टेलिस्कोपिक एलिडेट केमा प्रयोग हुन्छ भनेर समेत लेख्नु पर्यो। टेलिस्कोपिक एलिडेट केलाई त होरिजेन्टल डिस्टेन्सका लागि I/100 माइनस I/h गर्छौँ, भर्टिकल डिस्टेन्स नाप्नका लागि I/v गर्छौँ भनेर यसरी लेख्नु पर्यो है। हैन, यति दुईटा लेखेपछि पुग्छ। अनि त्यसपछि वेयर भनेर, वेयर के हुन्छ, I भनेको चाहिँ स्टाफ इन्टरसेप्ट हो हैन, h भनेको h स्केल भयो, v भनेको v स्केल भयो, यसरी लेख्नु पर्यो है। भनेपछि यसबाट के हुन्छ, हामीले होरिजेन्टल डिस्टेन्स र भर्टिकल डिस्टेन्स मेजर गर्न सकिन्छ, यो प्लेन टेबल सर्भिङमा युज गर्ने यन्त्र हो भनेर लेख्नु पर्यो है। टेलिस्कोपिक एलिडेट 2.5 नम्बरको। अनि बेरिङ भनेको के हुन्छ, बेरिङ इज होरिजेन्टल एंगल मेजर्ड फ्रम रेफरेन्स मेरिडियनबाट नापेको एंगल है। अनि त्यो बोल्दै चाहिँ हामीले के हुन्छ, बेरिङ भन्छौँ। अनि यो चाहिँ के हुन्छ, हामीले जहिले पनि प्राय जसो क्लकवाइज मेजरमेन्ट गर्छौँ भन्नु पर्यो। र बेरिङ देखाउँदाखेरि होल सर्कल बेरिङ सिस्टम र क्वाड्रेंटल बेरिङ सिस्टममा देखाइन्छ भन्नु पर्यो। अनि एउटा सिम्पल चित्र बनाइदिनुस्, यो चाहिँ के हो त, यहाँ यसरी देखाउनुस्, WCB सिस्टममा भयो। अनि त्यसपछि अर्को एउटा देखाइदिनुस्, यहाँनिर यसरी देखाउनुस्, यो चाहिँ यता एन्टी क्लकवाइज देखाउनुस्, यो चाहिँ के हुन्छ, QB सिस्टम हो भनेर यसरी नर्थ इस्ट वेस्ट साउथ भनेर लेख्नुस्। यहाँ चाहिँ के हुन्छ, नर्थ गरेर यसरी चाहिँ के हुन्छ, 0 भयो, यहाँबाट यसरी मेजर हुन्छ भनेर देखाइदिनुस्। ओके, यति लेखे पुग्छ। अनि क्वाड्रेंटल बेरिङ चाहिँ के हुन्छ, यहाँनिर यसका देखाउँदा चाहिँ के हुन्छ, यसमा चाहिँ 0 to 360 डिग्री सम्म हुन्छ भन्नु पर्यो। अनि 0 to
90 डिग्री विथ के भन्छ डाइरेक्सन हुन्छ भनेर लेख्नु पर्दैछ। यति लेखेपछि पुग्छ यसमा चाहिँ है 14 को। ओके अब 15 मा हेर्नु त व्हाट इज द लेबलिङ डिस्कस द भेरियस टाइप्स अफ डाइरेक्ट लेबलिङ भनेको लेबलिङको डेफिनेसन दिने अनि त्यसका चाहिँ टाइप्सको बारेमा लेख्ने है। ओके यसमा के लेख्ने त व्हाट इज द लेबलिङ भनेको लेबलिङ इज सर्भिङ टेक्निक विथ मेजर्स के हुन्छ भर्टिकल डिस्टेन्स नाप्ने हैन रिलेटिभ हिसाबमा भर्टिकल डिस्टेन्स नाप्ने र बेन्चमार्क इस्टाब्लिश गर्ने विधि हो। यसमा चाहिँ के हुन्छ यो चाहिँ रोड क्यानल रेलवे ड्रेनेज सिस्टमहरुमा युज हुन्छ भन्ने युजुअली मेजर्स त के हुन्छ मिन सी लेभलदेखि चाहिँ मेजर हुन्छ अथवा लोकल बेन्चमार्कहरु युज गरेको हुन्छ भनेर लेख्ने यसमा डेफिनेसन पार्टमा है। अनि हामीले चाहिँ के हुन्छ डिस्कस द भेरियस टाइप्स अफ लेबलिङ भन्यो भने के हुन्छ सिम्पल लेबलिङ हैन डिफरेन्शियल लेबलिङ फ्लाइ लेबलिङ कस्तो त हो अनि प्रोफाइल लेबलिङ हैन त्यसपछि क्रस सेक्सन लेबलिङ प्रिसाइज लेबलिङ हैन रेसिप्रोकल लेबलिङ गरेर सबै लेबलिङको लेख्ने अनि तपाईले के हुन्छ थोरै थोरै यो त 10 नम्बरको क्वेशन हो यो हैन अनि 10 नम्बरको क्वेशन भएको हुनाले के हुन्छ एउटा सिम्पल लेबलिङ भन्यो भने चित्र बनाएर देखाउने जस्तो दुईटा स्टेसन भयो भने नि यो सिम्पल लेबलिङ भयो। डिफरेन्शियल गर्नु पर्यो भने के गर्ने त यहाँ नम्बर अफ सेटअप गर्नु पर्यो भने के हुन्छ यसरी देखाउने यसलाई भन्छ डिफरेन्शियल लेबलिङ भन्नु पर्यो। ओके यसलाई क्लासिफिकेसन भन्दैन टाइप्सै भन्छ यसलाई है। अब यसमा चाहिँ डाइरेक्ट र इन्डाइरेक्ट भनेको छैन नि यहाँ भनेकै छ त डाइरेक्ट लेबलिङको मात्रै लेख्नु भन्छ के है। अब टाइप्स अफ लेबलिङ भन्यो भने चाहिँ के हुन्छ हामीले डाइरेक्ट इन्डाइरेक्ट गरेर सबैको लेख्नु पर्थ्यो यहाँ चाहिँ डाइरेक्ट र मात्रै लेख्नु भन्यो भने अरु लेख्नु पर्दैन यसमा है। ओके किन यहाँ यो क्वेशनमै भनेको छ नि त डाइरेक्ट लेबलिङको विषयमा। ओके यहाँ चाहिँ के हुन्छ सिम्पल लेबलिङ डिफरेन्शियल लेबलिङ अनि यो चित्र बनाउने है मैले यहाँ चित्र बनाएको छु यहाँ भयो चित्र भयो। फ्लाइ लेबलिङ भन्यो भने र्यापिड हैन छिटो यो चाहिँ के भयो त सिम्पल लेबलिङ एक सेटअप मात्रै हुन्छ हैन अनि डिफरेन्शियल लेबलिङ भन्यो भने कति हुन्छ धेरै सेटअप हुन्छ एकले भ्याउँदैन धेरै सेटअप हुन्छ हैन। अनि यहाँ यो फ्लाइ लेबलिङ भनेको छिटो र कम शुद्ध हुन्छ। अनि प्रोफाइल लेबलिङ भन्यो भने के हुन्छ एउटा कुनै लाइनमा हैन कुनै लाइनमा गरिन्छ हैन जस्तै रोडहरु यिनीहरुमा गरिन्छ। अनि त्यस्तै गरी क्रस सेक्सन लेबलिङ भन्यो भने के हुन्छ कुनै लाइनको परपेन्डिकुलरमा हैन लाइनको 90 डिग्रीमा हुन्छ। अनि यो 10 नम्बरको क्वेशन हो नि त पुग्छ होला टाइम त 10 नम्बरको क्वेशन हो अलि टाइम त दिन पर्यो नि त यसमा त हैन यसरी। त्यसपछि क्रस सेक्सन लेबलिङ भनेको चाहिँ त्यसको रेसिप्रोकल लेबलिङ भनेको चाहिँ हामीले के हुन्छ अब्स्ट्याकल बीचमा आयो भने गर्ने भयो। प्रिसाइज लेबलिङ भने फ्लाइ लेबलिङ चाहिँ के हुन्छ फिगर बनाउन खासै त्यस्तो छैन यही डिफरेन्शियल लेबलिङकै फिगरले काम चल्छ फ्लाइ लेबलिङको है। अनि प्रोफाइल लेबलिङ भयो भने चाहिँ के हुन्छ त्यसलाई प्लट गरेर देखाउने खास चाहिँ एउटा सेक्सनमा हुने हो त्यही भएर यो प्रोफाइल लेबलिङ हो। क्रस सेक्सन लेबलिङ भन्यो भने के हुन्छ यसरी गरेर यसरी देखाउने क्रस सेक्सन लेबलिङ हैन। रेसिप्रोकल लेबलिङ भयो भने के हुन्छ हामीले गर्ने गरेका छ नि यहाँ खोला आयो भने हैन यता स्टाफ राख्यो अनि के हुन्छ इन्स्ट्रुमेन्टलाई यहाँ बारी राख्यो पारी राख्यो गरेर गर्ने है। त्यसमा फ्लाइ लेबलिङ रेसिप्रोकल लेबलिङ र डिफरेन्शियल लेबलिङमा कुन शुद्ध हुन्छ भने ठ्याक्कै त्यसको हुन्न। फ्लाइ लेबलिङ चाहिँ शुद्धता कम हुन्छ हैन। डिफरेन्शियल र रेसिप्रोकलको चाहिँ के हुन्छ कम्पेरिजन हुँदैन उस्तै हुन्छ किनभने दुईटैमा हामीले कर्वेचर हटाउनुको करेक्सन चाहिँ हुन्छ त्यसमा त्यो भएको हुनाले के हुन्छ उस्तै हुन्छ। हुन्छ तपाईले क्रस सेक्सनलाई प्रोफाइलमा राख्न सके नि हुन्छ अथवा छुट्टै लेखिदिए पनि अझ राम्रो हुन्छ है। अनि प्रिसाइज लेबलिङ भनेको के हुन्छ हामीले अर्थको कर्वेचरको कन्सिडरेसन गरेको सबैभन्दा शुद्ध है भन्दा
अथवा शुद्ध लेबलिङ भनेर भन्छौँ हामीले। यसमा के गरेर शुद्ध त भन्यो भने इन्स्ट्रुमेन्टको आधारमा हैन, इन्स्ट्रुमेन्ट पनि हुन्छ, मेथडको आधारमा पनि शुद्ध हुन्छ भन्नु पर्यो यसलाई चाहिँ है, प्रिसाइज लेबलिङ। Okay. Okay, 16मा हेरौँ त। What is the triangulation? How triangulation is carried out? Discuss भन्यो भने के हुन्छ, triangulation को definition लेख्ने, process of establishing a control point establish गर्ने विधि हो। यसमा चाहिँ angular measurement चाहिँ एंगुलर मेजरमेन्ट मात्रै गरिन्छ र एउटा बेसको मेजरमेन्ट गरिन्छ र त्यसकै आधारमा अरू साइजहरुको कम्पुटेसन हुन्छ भनेर लेख्नु पर्यो। र यहाँ चाहिँ के हुन्छ, हामीले कन्स्ट्रक्सन विभिन्न खालका जियोडेटिक स्टडीजहरुमा चाहिँ के हुन्छ, हामीले कन्ट्रोल पोइन्ट इस्टाब्लिश गर्न यसलाई युज गरिन्छ र यो ट्रेडिसनल टेक्निक हो भनेर लेख्नु पर्यो है। त्यो भइसकेपछि अब प्रोसेस चाहिँ कसरी लेख्ने त भन्यो भने प्रोसेस चाहिँ यसरी सब डिभाइड गर्नु होला ट्रायंगुलेसनको। यहाँनिर प्लानिङमा लेख्नु होला, विभिन्न नक्साहरू खोज्ने, त्यसमा चाहिँ के हुन्छ प्लान तयार गर्ने, रेकीमा लेख्नु होला, अनि त्यसपछि मोनुमेन्टेसन त्यहाँ चाहिँ मोनुमेन्ट्सहरू राख्ने, ती कुराहरू लेख्नु होला। सिग्नलिङमा कुन खालको छ त्यो अनुसारको चाहिँ रेन्जिङ रड, बिकनहरू, हेलियोहरू युज गर्ने कुरा लेख्नु होला। अब्जर्भेसन एंगल मेजरमेन्ट त्यसको चेकको कुरा लेख्नु होला। अनि त्यसपछि कम्पुटेसन एन्ड एडजस्टमेन्टमा के हुन्छ त ट्रायंगल एडजस्टमेन्टको कुरा, टोलरेन्स भित्र पर्ने कुरा, अनि एडजस्ट गरेर के हुन्छ फाइनल कोअर्डिनेट निकाल्ने कुरा है, कोअर्डिनेट निकाल्ने कुरासम्म यसरी लेख्नुपर्छ। यो भएपछि चाहिँ कम्प्लिट हुन्छ। ओके, यसरी गर्नु पर्यो तपाईहरुले। अनि मैले एउटा एडभाइस के भने तपाईहरुले यहाँ चाहिँ कस्तो हुन्छ नि, तपाईहरु आफूले लेखेर अनिखेर यहाँ बस्यो भने उपयुक्त हुन्छ। तपाईहरु लेख्दै नलेखिकन यहाँ बसेर सुन्यो भने मात्रै अर्थ हुँदैन, किनकि तपाईले यहाँ दिएको क्वेशन पाइसकेपछि के हुन्छ तोकेको चाहिँ टाइममा बसेर टक्क लेख्ने, लेखिसकेपछि अनिखेर यसरी फिडब्याक लिँदाखेरि मैले के लेखेछु, सरले के भन्नुभयो, के ग्यापिङ भयो भन्ने कुरा चाहिँ के हुन्छ आइडिया हुन्छ। त्यही भएर त्यसरी तयारी गरेर बस्नुपर्छ है। कुनै कसैको रिपिटेसन केही छ, कुनै क्वेशन हेर्न पर्ने छ? ओके, ल त्यसो भए आज यति गर्छौं। तर लेख्नु पर्यो कि फिडब्याक सेसनहरु भइराख्छ। तपाईले कम्तीमा आफूले लेख्यो भने के हुन्छ त्यहाँनेर कम्तीमा यो चाहिँ मैले लेख्न पर्ने रहेछ भन्ने आइडिया हुन्छ। अब तपाईले लेख्दै नलेखिकन ग्रुपमा बस्नु भने मजा आउँदैन है। ल आज यति गरे मैले है, 10 बजे ठ्याक्कै, त्यही भएर गुड नाइट ल सबैलाई।